नमस्कार साथीहरू, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा मैले तपाईँहरूलाई कुनै पनि मोबाइल ब्याङ्किङबाट वाइफाईको रिचार्ज कसरी गर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरू। तरिका सेम रहेको छ, जस्तै मेरो यहाँ रहेको छ ग्लोबल स्मार्ट प्लस मोबाइल ब्याङ्किङ रहेको छ ग्लोबलको। यसलाई ओपन गर्छु साथीहरू। ओपन गरिसकेपछि यहाँ तपाईँको पासवर्ड राखेर खोल्नुहोला। आफ्नो मोबाइल ब्याङ्किङको पासवर्ड राखेर यहाँबाट खोल्नु होला तपाईँले मोबाइल ब्याङ्किङलाई। जस्तै यहाँ पासवर्ड राख्नु होला, त्यसपछि यसलाई लगइन गर्नु होला मोबाइल ब्याङ्किङलाई। त्यसपछि माथि यहाँ दिन्छु, यहाँ भ्यू अलमा क्लिक गरेर माथि भ्यू अलमा क्लिक गर्नु होला। भ्यू अलमा क्लिक गरेपछि अलिक तल आउनु भयो भने यहाँ इन्टरनेट लेखेको छ, यहाँ दिन्छु, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईँ कुन कम्पनीको यहाँ वाइफाई देख्नु तल हेरिदिन्छु यहाँ। जस्तै मेरो वर्ल्डिङ रहेको छ, तपाईँले के हो यहाँ सुविधा छ, यहाँ सबै कम्पनीहरू रहेको छ इन्टरनेटको देख्छु यहाँ। जस्तै मेरो यहाँ वर्ल्डिङको रहेको छ वाइफाई, तपाईँको कुन वाइफाई हो हेर्नु होला। सेम तरिका सेम रहेको छ। यसमा वर्ल्डिङमा क्लिक गर्छु यहाँ, यसमा क्लिक गर्छु साथीहरू। त्यसपछि यहाँ वर्ल्डिङ वाइफाईको यहाँ तपाईँले पासवर्ड राख्नु, युजर नेम राख्नुपर्ने हुन्छ यहाँ। जस्तै म युजर नेम राख्दैछु, तपाईँले राख्नु होला। यहाँनिर साथीहरू मैले युजर नेम राखिसकेँ, तपाईँले राख्नु होला साथीहरू यसरी यहाँ। त्यसपछि यहाँ एरोमा क्लिक, यो निलो एरोमा क्लिक गर्नु होला। यहाँनिर क्लिक गर्नु भने यहाँ एकछिन लोड दिन्छ साथीहरू। त्यसपछि माथिनिर देखाएको छ युजर नेम देखाइरहेको छ, तपाईँ चेक गर्नु होला। त्यसपछि यहाँ कस्टमर नेम दिएको छ यहाँ देख्छु यहाँ। अलि तल यहाँ 80 MBPS को रहेको छ, 3 महिनाको लागि 3 मन्थको लागि देख्छु यहाँ। अनलिमिटेड यहाँ ब्रान्च देखाइरहेको छ दाङ। त्यसपछि यहाँ तपाईँको तर यहाँ देखाइरहेको छ यहाँ अमाउन्ट रहेको, अमाउन्टमा यहाँ तपाईँ 2500 रुपियाँमा तपाईँले 3 महिना चलाउन सक्नुहुन्छ, 3 महिना अनलिमिटेड यहाँ देख्छु यहाँ। त्यसपछि तलनिर बाई बिलमा क्लिक गर्नु होला। बाई बिलमा क्लिक गर्नु भने यहाँ फेरि पनि चेक गर्नु तपाईँले यहाँ फर्म अकाउन्ट नम्बर रहेको छ यहाँ। त्यसपछि तलनिर कस्टमर आइडी रहेको छ, यो रहेको छ। त्यसपछि अलि तल यहाँ कस्टमर नेम रहेको छ, अलि तल यहाँ अमाउन्ट रहेको छ 2500 को गर्दैछु यहाँ। त्यसपछि कन्फर्ममा क्लिक गर्नु होला साथीहरू, कन्फर्ममा क्लिक गर्नु होला। त्यसपछि तपाईँले तपाईँको मोबाइल ब्याङ्किङको पासवर्ड एमपिआइएन राख्नुपर्ने हुन्छ, 4 अङ्कको एनपिआइएन राख्नुपर्ने हुन्छ, 4 नम्बरको मोबाइल ब्याङ्किङको। जस्तै म राख्दैछु यहाँनिर, मैले राखिसकेँ साथीहरू यहाँ एनपिआइएन यहाँ राखिसकेँ मैले। त्यसपछि यहाँ दिन्छु यहाँ सेन्ड भइसकेको, रिचार्ज भइसकेको छ दिन्छु यहाँ। तपाईँले यसलाई डनमा क्लिक गर्नु होला, ओके भइसकेको छ। ल त साथीहरू, आजको भिडियो दिने, अर्को नयाँ भिडियोमा फेरि भेटौँला। ओके बाई।